राष्ट्रपति हाम्रो राष्ट्रपति हैन, देशको राष्ट्रपति हैन, एउटा सीमित समूहको राष्ट्रपति हो। 5 दिनमा सरकारले चाह्यो भने भ्रष्टाचार अन्त्य हुन्छ भनेर हाम्रो बुढी आमाले भन्नुभएको थियो। मैले प्रधानमन्त्री मान्दिनँ उहाँलाई, बुढी आमाले भन्नुभएको थियो। आज 1 महिना भइसक्यो, एउटा ढलेको सिङको ठाडो गराउन सक्नु भएको छैन भ्रष्टाचारको विरुद्धमा। हामी चङ्गुलमा परेका हौँ, हामी विदेशीको चङ्गुलमा छौँ। अहिले पनि जुनसुकै जेसुकै भए पनि हामी विदेशीको चङ्गुलमा छौँ। अरे यार, शेरबहादुर देउवाको घरमा त्यत्रो पैसा जलेको प्रमाण छ त। बुढी आमा, तपाईँलाई कसले रोकेछ भन्नुहोस् त। तपाईँ सक्नुहुन्न निक्लेर जानु? सक्नुहुन्छ? यदि तपाईँ सक्नुहुन्न भने नि निक्लेर जानु, अर्को आउँछ। यहाँका लुसिफर लगायतका टिमहरूले चाहिँ एउटा सीमित समूहले चाहिँ एउटा कन्ट्रोल गरेर राज्यलाई अव्यवस्थित बनाएको छ। भोलि यसको हिसाब किताब जनताले अवश्य दिनेछन्। यो देशको यदि उपाय छ भने जेनजीसँगै छ, डिजिटल एराको मान्छेहरूसँगै छ। हामीले बुढाबालाई हटाएर बुढी आमालाई कदापि प्रधानमन्त्री स्वीकार गर्नको लागि यत्रो आन्दोलन गरेकै होइन। हेर्नु, सबै जेनजीहरूमा पुग्नुभन्दा अगाडि मान्छेहरू चाहिँ मन्त्रीमण्डलमा माग्न आइपुगे। जुन घुसपेट भएको मान्छेहरू थिए, यिनीहरू हाम्रा मान्छे होइन। तपाईँ ढुक्क हुनुहोस्, आजसम्म मिडियाबाजी गरेको मान्छेहरू जति पनि मान्छेहरू अगाडि आए, जस्तै उमेर समूहभन्दा बाहिरको मान्छेहरू यहाँ घुसेका छन्। गोली लागेको मान्छेहरू त वास्तविकता पछाडि छन् नि त। तपाईँको यहाँ भुल्याइएको छ, के गरेर खेल गरियो। राम्रो व्यक्ति राम्रो पात्र देशमा नगएकै हो। राम्रो व्यक्ति राम्रो पात्र यदि जान्थ्यो भने देश विकास हुन्थ्यो, संविधान संशोधन हुन्थ्यो, प्रत्यक्ष कार्यकारी निर्वाचन हुन्थ्यो होइन। हरेक कुराहरू व्यथिति भ्रष्टाचार, यी जरेदेखि गाडेर बसेका भ्रष्टाचारहरूको निर्मूल हुन्थ्यो होइन। आजीवन जन्म कैद हुन्थ्यो अथवा मृत्युदण्ड हुन्थ्यो होइन। फाँसी लगाइन्थ्यो अथवा एउटा चिज हुन्थ्यो। त्यस्ता व्यक्तिहरू जान सकिरहेछन् राज्यमा। त्यस्ता व्यक्ति जुन जनताले जुन खोजिरहेको हो नि, त्यस्ता व्यक्ति जान सकिरहेछन्, तिनीहरू ओझेलमा परिरहेछन्। त्यस कारणले म के भन्न चाहन्छु भने आजको यस परिस्थिति जुन भयो, यो यत्रा घटना भयो, 30-40 लाख मान्छे जनताहरू निक्लिए होइन। तर यसमा अदृश्य विदेशी शक्ति र यहाँका लुसिफर लगायतका टिमहरूले चाहिँ एउटा सीमित समूहले चाहिँ एउटा कन्ट्रोल गरेर राज्यलाई अव्यवस्थित बनाएको छ। भोलि यसको हिसाब किताब जनताले अवश्य दिनेछन् भन्ने चाहिँ म भन्न चाहन्छु। तपाईँ आज शीतल निवास के को लागि भनेर आउनुभएको थियो? म वार्ता टोलीबाट, एउटा मृतकको वार्ता टोलीबाट हाम्रो संयोजक हुनुहुन्छ होइन, कमल सुवेदीजी। उहाँले चाहिँ अब यहाँ आऊ भाइ, वार्तामा तिमी पनि बस्नुपर्छ, तिमी एकदम क्यापेबल मान्छे हो, भिजनरी पर्सन हो, देशलाई चाहिने मान्छे हो भनेर उहाँले बोलाउनु भएको भएर म आएको। राष्ट्रपतिले जुन बोलाउनु भएको थियो भनेको समूहमा चाहिँ तपाईँहरूलाई छिर्न दिएन भित्र? हो, राष्ट्रपतिले बोलाउनु भएको वहीँ मृतकको परिवारलाई त छिर्न दिएका छन्। हामीलाई कसरी दिन्छन् भन्नु त? आन्दोलन गरेर मृतकको परिवारको तर्फबाट त 100 मान्छे 100 पात्र जान सकिरहेको छैन भने हामी कसरी जान्छौँ? हामीले यो के भन्छु भने राष्ट्रपति हाम्रो राष्ट्रपति होइन, देशको राष्ट्रपति होइन, एउटा सीमित समूहको राष्ट्रपति हो। यदि 100 मान्छे 100 व्यक्ति हुन्थ्यो भने राष्ट्रपति आज देशले निकास पाउँथ्यो, विकास हुन्थ्यो, भिजन हुन्थ्यो होइन। देशमा एउटा भनौँ न 7 वर्षमा एउटा जिडिपी नै $1 ट्रिलियन जिडिपी बन्न सक्थ्यो। देशले एउटा भनौँ न प्रति व्यक्ति आए 15 लाखभन्दा माथि पुग्न सक्थ्यो होइन। यस्ता भिजन भएका व्यक्तिलाई त लुकाइया छ, देखाइया छैन होइन। यी व्यक्तिहरूलाई यिनीहरू आयो भने त हामी ओझेलमा पर्छौँ भन्ने भनाइ छ होइन। त्यसले हामी जस्ता 100 पात्रहरूले जो चाहिँ हामीलाई भाषण गर्न आउँदैन, हामीलाई भिजनका कुरा गर्न आउँछ होइन, हामीलाई प्लानिङका कुरा गर्न आउँछ, प्रोजेक्टका कुरा गर्न आउँछ, त्यस्ता मान्छेलाई ओझेलमा पारिएको छ। सर, देशको निकास पनि जेनजीसँगै छ, जसको नीति उसैको नेतृत्व। मैले के भन्छु भन्दाखेरि यो देशको तपाईँको यो देशको यदि उपाय छ भने जेनजीसँगै छ, डिजिटल एराको मान्छेहरूसँगै छ। तपाईँहरू विश्वस्त हुनुहोस्। यदि डिजिटल एरामा जो मान्छे घुलमिल भएको छैन र यो डिजिटल वार, यो विश्वव्यापी वार हो। म एउटा आइटीको स्टुडेन्ट भएकोले के भन्छु भन्दाखेरि हामी चङ्गुलमा परेका हौँ, हामी विदेशीको चङ्गुलमा छौँ। अहिले पनि जुनसुकै जेसुकै भए पनि हामी विदेशीको चङ्गुलमा छौँ। यो चङ्गुलबाट हामी ननिस्केसम्म हामीलाई कुनै पनि छैन। र योबाट निकाल्ने भनेकै हामीलाई एउटा मात्रै मान्छे हो, त्यो हो जेनजी। एउटा मात्रै समूह हो, त्यो हो जेनजी। डिजिटल एराको समूहले नै तपाईँलाई यो चङ्गुलबाट निकाल्न सक्छ। यत्रो आन्दोलन पश्चात पनि अब मध्यावधि चुनाव मात्रै सीमित हो भने आन्दोलनको अर्थ रहेन कि। यत्रो त्याग, यत्रो बलिदान, यत्रो राष्ट्रको सम्पत्ति जलेर नष्ट भएको छ। यो यही मध्यावधि चुनावको लागि होइन क्या। जुन सरकारले प्रतिनिधित्व टोली बनाएको थियो त्यो तपाईँहरूकै स्वीकार्यमा बनेको होइन र? यस्तो हो, जेनजीको स्वीकार्यमा बनेको सरकार होइन। हेर्नुहोस्, किन भन्नुहुन्छ भने सरकार भन्दा पनि तपाईँहरूको जेनजीको जुन वार्ता टोली बनेको छ नि, त्यो टोली चाहिँ तपाईँहरूकै स्वीकार्यमा बनेको होइन भन्ने मेरो प्रश्न। यस्तो हो, अब पानी बाँड्न आएका एउटा सुदन गुरुङ हुनुहुन्छ होइन, पानी बाँड्न आएका मान्छे अहिले आएर जेनजीको प्रतिनिधि भन्दै हिँड्न त अलिक सुहाउन। किन भन्दा उहाँ जेनजी पनि हुनुहुन्न, 36 कति वर्षको हुनुहुन्छ होइन। जेनजी भनेको हजुरको 12 देखि 28 वर्षभित्रका युवाहरू चाहिँ जेनजी पर्छन्, युवा युवतीहरू होइन। तर उहाँ जेनजी हुनुहुन्न, उहाँ पानी बाँड्न आउनुभएको एउटा भोलेन्टियर हुनुहुन्थ्यो
अब उहाँ 81 आएर हाइज्याक गर्नुभयो। हाइज्याक गरेर हाम्रो बुढाबालाई हटाएर बुढी आमालाई ल्याएर आए जस्तो भएको छ कि अहिले। सुदन गुरुङले हाइज्याक गरे भन्दै गर्दाखेरि जुन 23 र 24 गतेको आन्दोलन पश्चात चाहिँ सरकार अन्तरिम सरकार गठन गर्नको लागि निर्णय हुने बेला चाहिँ तपाईहरु कहाँ हुनुहुन्थ्यो? हामी चाहिँ त्यही जङ्गी अड्डाको बाहिर थियौँ। हेर्नुहोस्, उहाँ अघिल्लो दिन चाहिँ गएर भित्र गएर बसिसक्नु भएको रहेछ। हामीले त्यही जङ्गी अड्डामा जो कति हाम्रा जेन्जी भाइहरू दाइहरू मिलेर लगभग 40-45 जनाको टिम बनाएको थियौँ भित्र जानको लागि। छनौट पनि भएको थियो हरेक प्रदेशबाट कुनटा जाने भनेर होइन। तर अघिल्लो दिन जो जेन्जीको प्रतिनिधि गरेर सुदन गुरुङले हाइज्याक गरेर हाम्री बुढी आमालाई जो काङ्ग्रेसको एउटा बार एसोसिएसनमा काङ्ग्रेसको कोटाबाट उहाँ प्रधान न्यायाधीश हुनुभएको रहेछ भन्ने सुन्नमा आएको छ। हामीले बुढाबालाई हटाएर बुढी आमालाई कदापि प्रधानमन्त्री स्वीकार गर्नको लागि यत्रो आन्दोलन गरेकै होइन। हेर्नुहोस्, अनि अर्को कुरा चाहिँ हाम्री बुढी आमाले अब यो प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुन यो संविधानले दिन्न भन्नुहुन्छ है, उहाँको यो छ नि भनाइ। तर उहाँलाई चाहिँ प्रधानमन्त्री पद यो संविधानले कहाँ दिएछ भन्नुहोस् त? दिएछ छैन नि। उहाँलाई प्रधानमन्त्री पद त हाम्रो जेन्जीको आन्दोलनले हो नि। जेन्जीको आन्दोलनको माग अनुसार उहाँ प्रधानमन्त्री हुनुभयो। अब जेन्जीको आन्दोलनको माग अनुसार प्रत्यक्ष कार्यकारी निर्वाचित प्रधानमन्त्री गराउन पर्छ कि नै? तर तपाईहरुले उहाँलाई प्रधानमन्त्री बनाउँदाखेरि तपाईहरुले आफ्नो एजेन्डा राख्नुको सट्टामा हजुर उहाँ प्रधानमन्त्रीको खुट्टा ढोगेर प्रधानमन्त्री हामीले ढोगे होइन। त्यो हाइज्याकर सुदन गुरुङले गएर सुदन गुरुङको टिम गएर हामी नेपाल भन्ने संस्था रहेछ बारबारिक कता फाउन्डेसनबाट विदेशी सहयोग आइएनजिओबाट चल्दो रहेछ होइन। त्यो संस्थाका व्यक्ति गएर त्यहाँ गएर खुट्टा ढोगेर हामी जेन्जीले खुट्टा ढोगेको होइन। हेर्नुहोस्, फर्स्ट कुरा तपाईलाई असन्तुष्टि भनेको चाहिँ जुन अहिले बनेको वार्ता टोलीमा सुदन गुरुङ हुनु मात्रै हो? सुदन गुरुङ भएर होइन कि हाम्रो जेन्जीको माग पुरा भएन। यत्रो आन्दोलन गरेको, यत्रो सरकार विध्वंस भएको, बिचरा प्रहरी जवानहरू मारिनु भएको छ, बिचरा साना बालबालिकाहरू मारिएछन् बेकार। यत्रो ज्यानको मूल्य त्यही मध्यावधि चुनाव हो त होइन नि? मध्यावधि चुनावको लागि यत्रो आन्दोलन यत्रो विध्वंस गरेको होइन नि? 84मा आउँथ्यो त चुनाव। अनि पहिलाका बुढाखाराले पनि मध्यावधि चुनाव गराउन खोजेका हुन् त, तिनीहरूलाई गराउँदै त भन्थ्यो नि। किन यस्तो गरेको होइन? अनि मेरो देश रोइरहेको छ क्या आज, थाहा छ तपाईँहरूलाई? मेरो देश रोइरहेको छ, मेरो मन रोइरहेको छ क्या। हिजो हाम्रो देश कसैको गुलाम नरहेको देश आज विदेशमा गएर हाम्रा युवाहरूले भाँडा माझेका छन् कि, विदेशीहरूका कपडा धोएका छन्, टोइलेट साफ गरेका छन् होइन। यो आन्दोलन केका लागि भन्दाखेरि हो त्यो परिस्थिति नआओस्। कुनै पनि एउटा दुधे बालकले एउटा आमालाई आमाको सहारा सधैँभरि पाओस्। एउटा यस्तो अहिले नेपालमा के छ भन्दाखेरि दुधे बालक छोडेर महिला दिदीबहिनीहरू विदेश गएर काम गरिरहेका छन् के है। बच्चा आमा बुवा हुँदा टुरा भएका छन्, टुरा महसुस भएका छन्। हो त्यसको अन्त्यको लागि हामीले यो आन्दोलन गरेको। खास जेन्जीको आन्दोलन त्यो प्रत्यक्ष कार्यकारी निर्वाचित आउनुपर्छ, स्थायी सरकार हुनपर्छ र देशमा विकास हुनुपर्छ। भ्रष्टाचार एकदम जडैदेखि खत्तम हुनुपर्छ। भ्रष्टाचार नियन्त्रण गर्नको लागि हाम्री बुढी आमाले के भन्नुभएको थाहा तपाईँहरूलाई है? हास्यास्पद कुरा है। 5 दिनमा सरकारले चाह्यो भने भ्रष्टाचार अन्त्य हुन्छ भनेर हाम्री बुढी आमाले भन्नुभएको थियो। मैले प्रधानमन्त्री मान्दिनँ उहाँलाई, बुढी आमाले भन्नुभएको थियो। आज 1 महिना भइसक्यो, एउटा ढलेको सिङको ठाडो गराउन सक्नुभएको छैन भ्रष्टाचारको विरुद्धमा। अनि उहाँले ठुला गफ दिएर हुन्छ भने तपाईहरुले नि प्रधानमन्त्री बनाउनु भयो, तर तपाईहरुले मान्दिन भन्नुहुन्छ नि त। जेन्जीले बनाएको प्रधानमन्त्री हाम्री बुढी आमा हुँदै होइनन्। कसरी होइन हजुर? कसरी होइन भनिदिनुस् न। जेन्जीले तपाईहरुकै छलफल गरेर तपाईहरुले नि छलफल गरेर बनायो भन्ने छ। सुरुमै हामी जस्ता देशप्रेमी युवाहरू त्यहाँ जानै पाएनन्। यो कलियुग हो, कलियुगमा राम्रा मान्छे सकभर अगाडि बढ्नै सक्दैनन् के, यति कुरा बुझ्नुहोस्। अनि तपाईहरुले प्रयत्न त्यहाँ जाने प्रयत्न नगर्नु भएको हो कि? प्रयत्न गरेको भिडियो हेर्नुहोस्। त्यहाँ जेन्जीको जुन 24 गतेको पछिको आन्दोलनमा अर्को दिन चाहिँ जेन्जीहरू हामी म सहित जेन्जीहरू गएर जङ्गी अड्डामा गएर त्यहाँ गएर वार्ताको लागि यति प्रयास गरेनौँ कि हामीलाई आर्मीहरूले बाहिर केटाकेटीलाई मिठाई दिए जस्तो भुलाएर राख्नुभएको। त्यहाँ जति जे भयो नि सरकारी सम्पत्ति तोडफोड गर्नु चाहिँ सरासर गलत हो है। सरकार ढलिसकेको थियो हो कि नै? सरकार ढलिसकेको थियो। संसद भवनभित्र छिर्दाखेरि सरकार ढलिसकेको थियो। त्यहाँबाट युद्ध विराम हुन पर्थ्यो। तर घुसपेट भएर यति टाटु हानेका झपटे गाँजा खाएका झ्यापुलीहरू आएर देशमा आगो लगाए, त्यो एकदम निन्दनीय छ। त्यो हुनै नपर्ने हो। सरकार ढलिसकेपछि यो सरकारले घुँडा टेक्यो भनेपछि युद्ध विराम हुन पर्ने हो, तर भएन।
यो दुःख एकदम कसको सम्पत्ति जल्यो थाहा छ तपाईँहरू? तपाईँको सम्पत्ति जल्यो, मेरो सम्पत्ति जल्यो। किन भन्दा मेरो करले मैले तिरेको पाइको कमाएको करले त त्यो सिंहदरबार राष्ट्रपति भवन आदि इत्यादि बनेको थियो नि त, हो कि नै? तपाईँहरूले आन्दोलन गर्दै गर्दाखेरि जुन जेनजीले आन्दोलन गर्यो नि, हजुर, त्यो तोडफोड हुने नहुने भन्ने कुरा त त्यसको त तपाईँहरूले पनि त एउटा त्यहाँ घुसपेट हुन्छ भन्ने त पहिल्यैबाट प्लानिङका साथ गर्नु पर्थ्यो होला नि त। अब तपाईँहरू त हावाको भरमा आएर त्यहाँ भेला भए जस्तो पनि त भयो। हावाको भरमा भन्दा पनि जेनजी भनेको कुनै सङ्गठन थिएन। म एकदम भन्छु, जेनजी भनेको सङ्गठन थिएन र अहिले पनि जेनजीको सङ्गठन छैन। अहिले मिडियामा आएर हावा गरेर माथि गएका जेनजीहरू छन्, तर जेनजीको कुनै सङ्गठन छैन। सङ्गठन नभएपछि के हुन्छ भन्दा एउटा नेतृत्व लियो भने त्यो त्यही नेतृत्वको हिसाबले चल्छ। हेर्नुहोस्, यो भनेको सङ्गठन बिनाको आन्दोलन थियो, यो भ्रष्टाचार विरुद्धको आन्दोलन थियो, सरकार ढलाउने आन्दोलन थियो। सरकार ढल्यो, सके थियो, तर त्यहाँ काङ्ग्रेसकाले माओवादीको उचलाउने, माओवादीकाले एमालेको जलाउने, त्यो भएर चाहिँ सरकारी सम्पत्ति आदि इत्यादि चाहिँ नोक्सान भएको पार्टीका झोलेहरू आएर देश खरानी बनाए। तर जेनजीहरूको कुनै पनि उद्देश्य थिएन कि हामीले सरकारी सम्पत्ति जलाम। हाम्रै सम्पत्ति जलाएर के पाइन्छ? हाम्रा दाजुभाइहरूले विदेशबाट पठाएका रेमिट्यान्सले बनेको छ ऊ होइन, यो संरचनाहरू होइन? भन्नुहोस् त। तपाईँहरूले जुन अहिलेको यो सरकार बनाउनु भयो त्यसमा चाहिँ सन्तुष्ट छैन? सधैँ छैन कि यो बुढी आमालाई हामीले राखेकै होइन। बुढी आमा हाम्रा यो अहिले नयाँ आएका सञ्चार मन्त्री छन्, उहाँले चाहिँ के भन्नु भन्दा फ्री इन्टरनेट दिन्छु। अरे फ्री इन्टरनेट चाहिन्न के छ, मान्छेसँग छ पैसा। तपाईँहरूले अब त आफ्नो कुनै प्रतिनिधित्व गर्ने एउटा कोही व्यक्ति लिडरसिप छानेर अगाडि बढ्दा पो तपाईँहरूको माग पुरा हुन्छ त, होइन र? तपाईँहरू त ग्रुप जेनजीको ग्रुप 25 वटा भयो रे, 30 वटा भयो रे भन्ने बाहिर आइरहेको छ। यसो गर्दै गर्दा तपाईँहरू म जेनजी भन्दै हरेक व्यक्तिहरू आफ्नो एउटा टिम बनाउँदै गएपछि त तपाईँहरूको त माग त पुरा नहुने भयो नि त। अब त्यही हो, मैले पनि भन्छु, जेनजी भनेका 12 देखि 28 वर्षका समूह हुन्, होइन? एकतामा शक्ति हुन्छ। हेर्नुहोस्, भाइ फुटे गवार लुटे, होइन? जस्तै 24 गते आन्दोलन भयो, जेनजीहरू आफ्ना घर गए, गवार ल्याएर सुदन गुरुङ जस्ता ल्याएर लुटिहाले, ल्याएर बुढी आमालाई प्रधानमन्त्री राखिदिइहाले। बुढी आमाले केही गर्न सक्नुभएको छैन, अहिलेसम्म एउटा सिङ्गो ढाल्नुभएको छैन, एउटा भ्रष्टाचारलाई समात्न सक्नुभएको छैन। त्यत्रो त अरे यार, शेरबहादुर देउवाको घरमा त्यत्रो पैसा जलेको प्रमाण छ त। ए बुढी आमा, तपाईँलाई कसले रोकेछ? भन्नुहोस् त। तपाईँ सक्नुहुन्न निक्लेर जानु? सक्नुहुन्छ? यदि तपाईँ सक्नुहुन्न भने नि निक्लेर जानु, अर्को आउँछ, राजीनामा दिनु। तपाईँलाई संविधानले पनि, अनि संविधानले प्रत्यक्ष कार्यकारी निर्वाचित प्रधानमन्त्री हुन रोकेको छ भन्नुहुन्छ। तपाईँलाई कसले यो संविधानले दिएछ? कुन संविधानमा टेकेर तपाईँ प्रधानमन्त्री हुनुभएको छ? भन्नुहोस् त। यति तपाईँलाई संविधानले होइन, जेनजीको यो आन्दोलनले गर्दा तपाईँ प्रधानमन्त्री, अवसरवादी प्रधानमन्त्री हुनुभएको। त्यही कारणले चाहिँ तपाईँले जेनजीको माग चाहिँ विशेष माग भनेको प्रत्यक्ष कार्यकारी निर्वाचित प्रधानमन्त्री ल्याउनु हो। यो चाहिँ पुरा गर्नुहोस्, बिन्ती छ मेरी हजुरआमा, यही भन्न चाहन्छु। तपाईँहरू अब सुशीला कार्की प्रधानमन्त्री भएन भन्दै गर्दाखेरि सुशीला कार्कीको ठाउँमा चाहिँ यो मान्छे चाहिँ योग्य छ है भन्नको लागि चाहिँ को छ त, बताइदिनुहोस् त। अब सुशीला आमाको ठाउँमा योग्य चाहिँ है, अब हाम्रा गोपाल हमाल, उहाँ धनगढी उपमहानगर गोपी हमाल हुनुहुन्छ, होइन? अब हाम्रो हर्क साम्पाङजी हुनुहुन्छ, होइन? हाम्रो अब बालेन शाहलाई त म भन्न चाहन्न, किन भन्दाखेरि उहाँले गर्दा नै यो देशको यो स्थिति आएको। किन भन्दाखेरि उहाँले संसद विघटन नगरौ, संसद विघटन होइन, अन्तरिम संविधान जारी गरेर प्रत्यक्ष कार्यकारी निर्वाचित प्रधानमन्त्री घोषणा गरेर भनिदिए भए आज यो हुन्थेन। अलिकति प्रश्न बनाइदिनु न, बालेन शाहले गर्दा यो आयो, यो स्थिति परिस्थिति आयो भन्दै गर्दा के चाहिँ बालेन शाहले गर्दाखेरि यो भयो, यसो गरे भनेर प्रश्न बनाइदिनु। बालेन शाहले हाम्रो हर्क साम्पाङ आउनुभएको थियो, उहाँलाई सपोर्ट गर्नु भएन है। अनि अर्को कुरा, सुशीला कार्कीलाई प्रधानमन्त्रीमा सपोर्ट गर्नुभयो, जेनजीले पनि उहाँकै लैलैमा लाएर सपोर्ट गरे है। तर सुशीला कार्कीलाई चिन्नु उहाँको दायित्व हो कि नै? पहिला केही बोल्नुभन्दा अगाडि त्यसको बारेमा जानेर बोल्दा मात्रै फाइदा हुन्छ कि। यदि हामीले बुझेर बोलिएन भने नि, बुझेर काम गरिएन भने त्यसले हामीलाई घाटा पार्छ। यति कुरा याद राख्नु होला। अनि सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउँदा के हुन्छ? हिजो हाम्रा केबी बुढा सुशीला कार्की त पहिल्यै सरकारमा आएर यो सब त गर्नुभएको थिएन नि त, कसरी थाहा पाउने त बालेन शाहले चाहिँ यो सब? तपाईँले जुन जस्तै सुन्नु जस्तै मेरो धारणा है, तपाईँको र तपाईँको हजुरबाको विचार मिल्छ कि नै?
यति कुरा भन्नुहुन्छ हजुरको र हजुरको हजुरआमा बुढी हजुरआमाको विचार मिल्दैन उहाँले तपाईँले जति सोच्न सक्नुहुन्न तपाईँले जति विकास गर्ने सोच्न पनि सक्नुहुन्न के त्यही भएर अहिले ल्याउन पर्ने भनेको जेन्जी पुस्तालाई नै हो प्रधानमन्त्री ल्याउन पर्ने तर घुसपेट भएर खुट्टा ढोगेर लम्पसार पात भएर यो सरकार गठन जेन्जी पुस्ताले एउटा आफ्नो लिडरसिप छानेर अगाडि बढ्न सक्नु भएन हैन जुन अहिलेको परिस्थितिमा भनेदेखि तपाईहरुलाई प्रधानमन्त्री बनाउँदाखेरि तपाईहरुले देशलाई चलाउन सक्नुहुन्छ भन्ने पनि त प्रश्न हो नि त तपाईहरु जेन्जीका युवा कुनै पार्टीमा आबद्ध नरहेका युवा आए भने प्रधानमन्त्री बनेर चलाउँछन् देश मै चलाउँछु ममा हिम्मत छ तपाई चलाउनुहुन्छ भनेदेखि जेन्जीहरुको जस्तै अहिलेको तपाईहरुले माग भन्नुभयो ल प्रधानमन्त्री यदि तपाई हुनुभयो भने तपाईले के गर्नुहुन्छ त भन्न त सजिलो छ तर गर्न त अप्ठ्यारो होला नि त प्रधानमन्त्री भयो भने मैले हैन सर्वप्रथम त हाम्रा यी भ्रष्टाचार जति पनि देखिएछन् तिनलाई एकदम निर्मम भएर कारबाही गर्ने है तर सुशीला कार्कीले पनि त यही त भनेको थियो नि यो भन्दा जस्तै अहिले मैले सुरुमै गएर शेरबहादुर देउवाको प्रचण्डको कठाल्न समात्थे किन भन्नुहुन्छ भने प्रमाण छ नि मिडियामा छ्यापछ्याप्ती उहाँको घरबाट पैसा जलेको छ नि त्यो पैसाको स्रोत के हो कहाँबाट आयो त्यो जान्न पर्यो नि हो कि नै पैसाको स्रोत कहाँबाट आयो त्यसको आधारमा मैले समात्थेँ र तिनै अनि अर्को चाहिँ कर्मचारीहरूलाई भ्रष्टाचारमा मुछेका कर्मचारीहरूलाई पनि समात्थेँ के